हेलो वेलकम छ तपाईलाई मेरो आजको फेरि नयाँ ब्लगमा हैन। र म चाहिँ अहिले यहाँ बाख्रा निकाल्नु आएको छु अनि मेरो भाइले ठोक्दैछ, म चाहिँ यहाँ खोलेर छोडिदिएको छु बाख्रा। र यता चाहिँ मेरो भदै आउँदैछ प्रितम, अनि उसले पनि हेल्प गरेको अरे। अनि र म चाहिँ यहाँनिर भाइहरूलाई देखाइरहेको छु, उनीहरूले चाहिँ बाख्रा ठोक्दै थियो नि त, त्यसैले त्यसले चाहिँ मलाई पर्खिनु न आनी भन्दैछ के। अनि म चाहिँ त्यसलाई हेर्दै हिँड्दैछु। अनि हेर्नुहोस् हाम्रो ब्लग चाहिँ यस्तै हुन्छ गाइस। कस्तो लाग्दैछ तपाईँहरूलाई? मैले घरमा मिस्त्री छ भनेको थिएँ नि, यही बनाउनुको लागि। यो माथि सेन्टेसमा पानी लाउनुको लागि यहाँ कुलोदेखि डाइरेक्ट वहाँ लाउँदा चाहिँ अब मैला जान्छ नि त सेन्टेसमा, त्यसैले त्यहाँदेखि पानी यहाँ आउँछ। यहाँदेखि चाहिँ फेरि अब उता जानु चाहिँ अब यहाँको पानीहरू त अलिक तल यहाँनिर बसेको हुन्छ नि त लेत्रा, अनि माथिको पानी मात्रै जान्छ। त्यहाँनिर चाहिँ यसरी छ। अनि यहाँ चाहिँ छ पानी सफा भने अब लेत्रा भयो भने खोलिदिनुको लागि हैन। पानी त्यो चाम्रो हो। यहाँ चाहिँ छ हाम्रो पानी। यहाँ चाहिँ पानी एकदम कम भएको रहेछ, सुकिसकेको रहेछ। अब कति दिन त यहाँ पानी लाउँदै राख्नुपर्ने हुन्छ नि। र म जाँदैछु अब गाई दुन्नुको लागि। के देखाउनु तपाईँहरूलाई गाइस, किनभने अब सधैँ त्यही काम हुन्छ हैन। अनि कति त्यही ब्लग भन्नुहुन्छ होला। अब हामी त कहीँ पनि जाँदैनौँ, घरमै हुन्छ नि त धेरै बाँकी। अनि यहाँ चाहिँ छ हाम्रो कुखुरा चर्न चाहिँ आजल चाहिँ फिङ्गर चाहिँ अगाडि लाउनु पर्ने हुन्छ, अनि त्यस पछाडि मात्रै चामल ल्याउनु जानुपर्ने हुन्छ। वहाँ गएपछि मात्रै अब चामल ल्यायो अनि सिग्नेचर गरेर आइहाल्यो। पहिला चाहिँ वहीँ गएर सिग्नेचर पनि अनि के भन्छ फिङ्गर पनि दिनुपर्ने हुन्थ्यो। र आजल चाहिँ भिन्दै नाम गर्नुभएको छ। अनि गयो, अहिले चाहिँ थपक्क चामल थाप्यो, त्यस पछाडि आइहाल्यो। देखाउने छु म मेरो भाइ। यहाँ चाहिँ छ हाम्रो फिङ्गर लगाएको कागज। यहाँ चाहिँ कति केजी चामल पाउँछ भनेर उ गरिदिनु हुन्छ नि त, त्यसैले ल। यहाँनिर चाहिँ मेरो भाइ कन्ट्रोलमा जान्छ अहिले चामल ल्याउनुको लागि। यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो आमा, घरहरू मारिरहनु भएको छ। उहाँ बाहिर राखिदिनु न, सबैले आमा हाई गर्नु। मैले चाहिँ अहिले मुख धोएर सकिसकेको छु र अब म चाहिँ जाँदैछु चिया पिउनुको लागि, किनभने मैले गाई दुहेर भाउजूलाई दिइराखेको थिएँ नि त। अनि म जाँदैछु अब चिया पिउनुको लागि। हाम्रो चाहिँ ग्यास खतम भएको छ गाई, 2-3 दिन भइसक्यो। अनि यता पकाउनु छोडेको छ अहिले उता। क्या खा रहे हो? हेलो मतलब भन्नु, अरू के भन्नु? गुड मर्निङ। आसुले पैसा कति कमायो अब भन्छ नि तर तामुल टिपेर। पैसा त छैन। किन? आफू भिखारी छ। आफै भिखारी छ? मेनी ग्याङले दिएन पैसा तामुल टिपेको? ल कहिले दिन्छ अरे? आज दिन्छ अरे? आयो कहाँ? यहाँनिर चाहिँ छ हाम्रो आज पनि रक्सी, दिनकै रक्सी, भ्लगमा रक्सी। हाम्रो चाहिँ ग्यास सकिएर बिजोक छ। यहाँ चाहिँ छ हाम्रो चाय। अनि निको दादालाई देखाउँ। अब म चाहिँ चाय पिउनु लागेको छु। हेर्नुहोस् अर्ग्यानिक हेर नि त, हाम्रो चाहिँ यो खट्टी गाखिरको चाय। यता चाहिँ छ हाम्रो 3 पानी। खालि त्यही देखाउँछ भन्नुहुन्छ होला कमेन्ट गरेर, किनकि यस्तै छ कामै। गाइस मेरो भदै चाहिँ अब स्कुल जानु लागिरहेछ। अलिक यता आइज न, अनुहारै देखेन हौ तेरो त। मेरो भदै चाहिँ अहिले स्कुल जानु लागिरहेछ। मेरो भदैको चाहिँ इक्जाम चल्दैछ। आज के छ? आज साइन्स छ अरे। अनि त्यहाँबाट भोलि त सन्डे अफ हुन्छ है। आँगी जस्तो लुते हुने अरे।
जहिले मलाई नि त तपाईँ त कति लुते भन्छ म त गाइस। भदाइले त त्यसो भन्नु थाल्यो के भएको हो यस्तो। लुते त छ त अनि। लुते त छ त नि अनि के गर्नु त हुँदैन मोटै हुँदैन नि त के गर्नु त। अनि भात खानु भात त खाइराखेको छौँ नि होइन। र म चाहिँ मेरो भदाइलाई रेडी बनाउँदैछु। भाउजू चाहिँ खानाहरू बनाउनु हुँदैछ अनि विशाल भाइ हाम्रो भाइले चाहिँ लानु आँटेको छ नि त। अनि कुछ बोलो कुछ भी नहीं बात करता है आज तो तुम कुछ बात क्या करूँ तो बोलो ना उधर क्या क्या बोलना है तुम्हारा फेस दिखाओ ना इधर आओ ना थोड़ा। हाँ ऐसे करके आंसू को हाय बोल दो इधर और डेंजू आसन को भी बोल दो हाय। तुम्हारा आपा को बोल दो। मेरा पापा तो है ही नहीं। उधर बोल दो देखेगा। हाय। आंसूलाई भन्नु पर्दैन नि। आंसूलाई के छ खबर हाम्रो भिडियो कस्तो लाग्दैछ भन्नु पर्दैन भन्छ लु। बोलो कस्तो लाग्दैछ भिडियो। आसनलाई पनि भनिदेऊ तुम्हारा आसन को बोलो। आसन तो मेरे लिए कुछ ही नहीं आता है क्यों बोलो। कुछ भी नहीं ल्याउँदैन कुन केही पनि ल्याउँदा मात्रै बोल्नु हो नि। आँसुले चाहिँ ल्याइदिन्छ। आँसुले त त्यो अस्ति नै लुगा ल्याइदिएको थियो यत्रो यत्रो भयो। ला यत्रो यत्रो लुगा ल्याइदियो अरे आँसुले त हो। ठुलो भएको त त्यतिखेर यत्रो भयो। ए अहिले चाहिँ ठुलो सानो भयो। अब भोलि पर्सि आउँदा ल्याइदिनुहुन्छ नि त आँसुले। हाय आँसु भन्दियो न। हाय आँसु। नमस्ते। खै नमस्ते। कहाँ जानु लागिरहेछ? स्कुल। हाम्रो भिडियो कस्तो लाग्दैछ तपाईहरु सबैजनालाई भन्नु न। तपाईहरुलाई कस्तो लाग्दैछ हाम्रो भिडियो? हाम्रो प्रितम चाहिँ स्कुल जानु लागिरहेछ गाइस। अनि के भन्नु अब एक्जाम खत्म भएपछि चाहिँ त्यसपछि छुट्टी प्रितमहरुको हैन। र अब स्कुल जानु रेडी भइसक्यो है हाम्रो प्रितम चाहिँ। अब थुतेन आउँछ अर्को भदै पनि आउँछ दुईटा छ नि त भदै नि। अनि त्यसपछि यिनीहरू स्कुल जान्छ। जाऊ गएर दबाई देऊ न त्यहाँ दबाई दे न गएर जा। अब हामी जान्छौँ बाई दाजु। अब जान्छौँ हामी बाई। अहिले चाहिँ हामीहरू आज गाईको चाहिँ बगानमै बाँध्ने भनेर आएको छौँ। जा 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 भाउजूले उता बाँध्नु हुँदैछ मैले चाहिँ खोलिदिएको बगानमा। र यहाँनिर बाछा खेदाउन आउँदा आउँदै मैले चाहिँ यहाँ तामुल झरेको देखेँ पाकेको तामुल। हेर्नुहोस् कति अर्को बोट छ। अनि यता चाहिँ तामुल झरेको रहेछ। अब लिएर जानु पर्यो आमाले दोकानमा बिक्री गर्नुहुन्छ नि त हैन। पाकेर तामुल झर्नु थालेछ भाउजू यहाँ त। जा जा यो बाछीले अहिले कुटे खान्छ। जा हाम्रो ब्लगहरू कस्तो लाग्दैछ तपाईहरुलाई? जा जा जा। तामुल झरेको रहेछ पाकेको। जा जा। हेर्नुहोस् कस्तो लाग्छ। अब अरू के देखाउनु तपाईहरुलाई अरू चिज त केही छैन हैन। अब यस्तै त हुन्छ दिनकै काम यही हुन्छ। अनि तपाईहरु खाली त्यही देखाउनुहुन्छ भन्नुहुन्छ होला। के गर्नु टमाटर पाकेन रहेछ? अस्तिको दिन टिपेर लगेको मैले। यहाँ चाहिँ छ हाम्रो टमाटर भाउजूले चाहिँ टिपिरहनु भएको छ। र यहाँ मैले चाहिँ हेर्नु न यहाँ च्यादरमा तामुल छोडिदिनु बाछीलाई। आएर टमाटरमा खत्तम पारिदिन्छ होला। कुन्ताको अलिअलि फलेको पनि। अब यही बर्कीमा लाउनुपर्छ। यो धुनु पनि पर्नेछ हौ। 8 हेर्नुहोस् टमाटर यहाँ चाहिँ थाप्न लागेको छु म। यहाँ मैले तामुल पनि लगाइरहेको छु। यहाँ चाहिँ छ तामुल टमाटर। यो हाम्रो भिडियो कस्तो लाग्दैछ कमेन्ट गर्नु नभुल्नु होला। साथैमा सेयर गर्न पनि नबिर्सिनु होला। यता चाहिँ हाम्रो गुवाबारी छ। के देखाउनु तपाईहरुले त देखेकै छ खालि त्यही भिडियोमा। किनकि अरू ठाउँ देखाउनु त अब हामी कहीँ जाँदिनौँ। त्यसैले गइहालेछौँ भने फेरि देखाउने छौँ बाहिरको नजारा। हेर्नुहोस् गुवाई मात्रै छ यताउता। यता चाहिँ झरेको पनि रहेछ कहाँ। त्यही एउटै मात्रै झर्दो रहेछ पाकेर।
म चाहिँ अहिले जाँदैछु घर। भाउजू चाहिँ टमाटर टिपिरहनु भएको छ। म हड्डी देखेर केही छैन गाइस, लुते भएर यहाँ चाहिँ छ। मैले बाछा छोडिदिएको छु आज चाहिँ, सानो बाछालाई चाहिँ। के गर्नु, लुते हुनु पनि साह्रो छ गाइस, के गर्नु। मोटो हुँदा पनि जस छैन, लुते हुँदा पनि जस छैन। नै होता है तो क्या करेगा। अनि आजलाई बाई बाई भन्न चाहन्छु गाइस। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु नभुल्नु होला, र कहाँदेखि हेर्नु हुँदैछ कमेन्टमा भन्नु है गाइस।